एउटा कुरा मैले एकदम आई वाज सक्ड अनि हामीले त्यो प्रपोजल लानलाई तयार गरिरहेको थियौँ 12वटा मन्त्रालयमा रहेछ भोकेसनल र टेक्निकल एजुकेसन पढाउने भनेर कृषिमा पनि छ त्यहाँ पनि परिषद छ शिक्षामा त हुने भइहाल्यो त्यसपछि श्रममा पनि छ सबैमा छ अनि यसरी त छरपष्ट भएर त इट डज नट मेक सेन्स त्यसलाई एकीकृत गरौँ भनेर त्यो क्याबिनेट कमिटीमा बस्दाखेरि चाहिँ नि यु आर अमेज्ड एट द लेभल अफ डुप्लिकेसन त्यो बुझ्न चाहिँ नि त्यो क्याबिनेट कमिटी हेल्प्स टु सी यहाँ चाहिँ नि इनइफिसियन्ट छ यहाँ चाहिँ मिलाउनुपर्छ भनेर सो त्यसरी हुन्छ त्यो स्ट्रक्चर चाहिँ राम्रो छ त्यसो भए त्यो स्ट्रक्चर राम्रो छ तर अभियसली एरियाज अफ इम्प्रुभमेन्ट्स बढाउन सकिन्छ र एउटा मन्त्री र सचिवमा यति धेरै रेस्पोन्सिबिलिटी आउँछ कि त्यो त्यसै कारण पनि आई किप्स गोइङ ब्याक टु फन्डामेन्टल्स के त्यो त्यति लेभलमा आउनसम्म फन्डामेन्टल क्वेसन्सहरू चाहिँ आन्सर गरेर आउनै पर्छ भनेर